मर्निङ अनि वेलकम टु सिलासम्स ब्लग है। र मेरो जति पनि सब्सक्राइबर हुन्छ अनि नन सब्सक्राइबर हुन्छ उहाँहरूलाई एकदम न्यानो अभिवादन। र अहिले चाहिँ म भने नानीको खाना बनाउँदैछु बिहान है। स्कुल 9 बजी लाग्छ, सो उसको लागि खाना तयार गरिदिँदैछु। तपाईँहरूले सोच्नुहुँदो होला किन डिस्कन्टिन्यू भयो यो च्यानल भनेर, र जिज्ञासा पनि होला मनमा है के प्रब्लम भयो कस्तो भयो भनेर। यो चाहिँ म बिस्तारैसँगले बताउनेछु तपाईँहरूलाई एक दुई दिनमा है। सो आजदेखि चाहिँ एकदमै कन्टिन्युटी दिनेछु र तपाईँहरूले यति धेरै माया दिनुभएको छ र यसरी नै माया दिँदै मलाई सेयर सपोर्ट गरिदिनुहोस् होला, लाइक सब्सक्राइब पनि गरिदिनुहोस् होला है, नन फलोवर्सहरूले पनि। अनि मेरो ठुलो छोरी पनि है स्कुल जानु लागेको छ यसपालिदेखि, नर्सरी जोइन गरेको छ। उसैको लागि खाना बिहान रेडी गरिदिँदै गरेको, एकदम खिचडी बनाइदिन्छु है। अब उसको चाहिँ 12 बजी छुट्टी हुन्छ, त्यही भएर बिहानै पकाएर खुवाएर पठाउनु पर्ने हुन्छ, त्यही भएर खिचडी रेडी गर्दै गरेको। भिडियो चाहिँ है अन्त्यसम्म हेरिदिनुहोस् होला भन्दै मेरो यो सानो बेसी लामो पनि हुने छैन, सानो 10 मिनट, म्याक्सिमम् 10 मिनट, साढे 10 मिनटको भिडियो छ है। तपाईँले राम्रोसँगले अन्त्यसम्म हेरिदिनुहोस् है, अनि यसको प्रतिक्रिया पनि दिनुहोस् तपाईँलाई कस्तो लाग्छ के लाग्छ। कपाल बाँध्दै थिएन तिम्रो? ए कहाँ जानु अब? अब ए कपाल रेडी पर्छ मामाले। ओके सनी डे भयो नि। हेलो भन्नुहोस् न, हेलो फ्रेन्ड्स भन्नुहोस्। I'm getting ready. I'm about to go school. I am about to go school. Okay. कहिले उठ्नु उठेको रुनु सिकायो? गुड मर्निङ कालु। टुल्की हाँसिदिनु। कता जाने अब? कता जानु नि? कता? भन्नुभयो? ओके अब नपुऱ्याउने बाइक हुन्छ। होइन पक्रोस् न भोलि, यो लाउनुहोस् न। लाउनुभयो? हजुर सोना जस्तो बनाइदिएको नि हो। मामालाई कुटी गरिदिनु। मामालाई कुटी गऱ्यो। हेलो सर, लेट्स गो। नो वाइपर चाहिँ नोज मैले कसरी सिकाएको थिएँ नोज त? के मामालाई भन्यो? मामालाई भन्नु बाइक गऱ्यो?
अब चाहिँ स्कुल गएको हामी खुसी छ नि लसन यु टु ह्याप्पी ल भयो भयो जु ढिलो हुन्छ कहाँ गएको स्कुल म यहाँ आउँदैछु अन्त म रनिङ गर्दै आउँदैछु है फेरि कहिले राख्छु कुन त कसले राख्यो हेलो गाइस हुनु हेलो गाइस लाइक सब्सक्राइब हुनु सब्सक्राइब एन्ड फलो आज धेरै दिन बाद च्यानलमा आउँदैछु माया गर्नुहोस् है हामीलाई त लग्नु हुँदैन ओहो के पुग्यो नि तिम्रो फ्रेन्ड्स ल म पक्रिन्छु नि वाटर बोतल स्कुलमा दिन क्लासमा दिन्छु नि ल ओके बाई लसन बाई केटी रेडी भयो नि रेडी भयो हामी रेडी भयो अब बुढो किटु जानुपर्छ आधार कार्ड नि काली काली माया कपालीमा तेजी ल बाबु छोरू मैले छोरी हो तिमी अब आधार कार्ड खिच्ने बेला भयो तिम्रो छोरी हो मैले छोरी हो कि होइन छोरी के साह्रो चल्दो रहेछ हौ लु खोजेको चलो निलावन चलो साढे 11 छ अन्त साढे 11 तर पर्खिँदा हुँदैन हुन्छ होला त के चलो नानीको आधार कार्ड खिच्न जाँदाखेरि सानो छोरीको रिपोर्ट बनाइँदैछ दामी दामी ल यहाँ नानी लिनु आएको ढिलो भयो आज तेरिका आफ्टरनुन लाग्छ सिधै हो क्या नानीको आधार कार्ड खिच्नु कि अन्त हजुर निन्द्रा लाग्यो गाडी पर्छ नि गाडी छ नि त उपर ल गाडीमा जानुपर्छ नि डोन्ट जम्प लड्छ ए हो र ओके हिँड्नुहोस् अगाडि हिँड्नुहोस् हजुर हो सबै रहेछ बाटो अगाडि हिँड्नुहोस् डिल छ सिधा हेरेर हिँड्नुहोस् न वक स्ट्रेट हजुर डिल छ नि हो पुल्डुङ्गा लडिजान्छ नि सक्दैन हजुर त्यही त डिल छ नि श्रीराम जय श्रीराम Oh. पिपीले 2 पो जाँदै थिएछ काली त लुगा धुवाइ छ यहाँ चाहिँ हत्तु छ यहाँनिर हेर्नु अलिकति महिना एक बकेट यहाँनिर ताक छ नि त अन्त हिसाब निस्किन्छ कपडा चाहिँ यता चाहिँ साबुन लाउने मकै भन्ने पखाल्ने है स्ट्रेट लाइन त्यता दामी भएछ नि स्ट्रेट लाइन मार्नुहोस् नो स्ट्रेट लाइन स्ट्रेट लाइन यस त्यहाँबाट अब यहाँ फेरि अर्कोले पनि गर्दैछ
बनाउनुहोस् बनाउनुहोस् बेबी एड बनाउनुहोस् बनायो गुड गर्ल ब्याड गर्नु रहेछ ओके बनाउनुहोस् ओके लास्ट म्युजिक गुड गर्ल लास्ट होमवर्क आफै गर्छ नि